तपाईहरुलाई पनि कतै गाडी किन्ने विचार त छैन? यदि गाडी किन्ने विचार छ भने म तपाईहरुलाई चाहिँ गाडी सम्बन्धी एकदम राम्रो टिप्स दिन्छु है। गाडी किन्दा चाहिँ के कुराको ध्यान दिन पर्छ तपाईहरुले, आज म तपाईहरुलाई त्यो कुरा सिकाउनुहुन्छ। भिडियोमा पत्ता लगाउँ ल आउनुस्। ल पहिलो कुरा चाहिँ गाडी एक्सिडेन्ट भएको छ कि छैन त्यो चाहिँ हामीले कसरी पत्ता लगाउने भन्दाखेरि गाडीको यो चारवटा ढोकाको हामीले सिल हेर्नुपर्ने हुन्छ। हेर्नुस् यो चाहिँ गाडीको कम्पनीको सिल हो। तपाईहरुले चाहिँ यो रबर फुत्काएर हेर्नुभयो भने चाहिँ यहाँ चाहिँ यो कम्पनीको सिल देखिया हुन्छ। यस्तै गरी हामीले चारवटै ढोकाको सिल हेर्नुपर्ने हुन्छ। हेर्नुस् है त यो गाडीको सबै सिल ओके छ। यो सिल चाहिँ सबै ढोकामा हुनु पर्यो। यो रबर निकालेर तपाईहरुले हेर्न सक्नुहुन्छ। त्यसपछि यस्तो गरेर तपाईहरुले चारैतिर ढोकाको सिल हेर्नुपर्छ है। चारवटै ढोकाको हामीले सिल चेक गर्यौं भनेपछि हामीले चाहिँ हेर्नु पर्यो गाडी कति किलोमिटर चलेको छ। कतिपय गाडीहरू किलोमिटर छुटाएको पनि हुन्छ, किलोमिटर घटाएको पनि हुन्छ। अनि हामीले त्यो किलोमिटर छुटाएको घटाएको चाहिँ हामीले कसरी पत्ता लगाउनु पर्छ भन्दाखेरि आउनुस् म देखाउँछु। ल हेर्नुस् है, पहिला चाहिँ हामीले गाडीको चाबी हेरेर पनि हामीले पत्ता लगाउन सक्छौँ। यो चाबीको घिसाउट कतिको छ, यसमा चाहिँ चाबी कतिको घिसिया छ त्यो हेरेर पनि हामीले पत्ता लगाउन सक्छौँ हैन। अनि हामीले चाहिँ यो क्लच पेन्डल कतिको घिसिया छ, कतिको खिया छ, यहाँ चाहिँ यो रबर कतिको खाछ यो अनुसार पनि पत्ता लगाउन सक्छौँ र ब्रेकबाट पनि पत्ता लगाउन सक्छौँ। प्लस हामीले चाहिँ यो गियर नोबबाट पनि पत्ता लगाउँछौँ है त। यो चाहिँ कतिको घिसिया छ, गियर लिभर चाहिँ कतिको घिसिया छ। जस्तै कि मानौँ तपाईको गाडी 50,000 किलोमिटर मात्रै चल्या भनेपछि यसमा चाहिँ घिसाउट धेरै हुनु भएन। ल हामीले चाहिँ बोनटको चाहिँ सिल आउट छ कि नै, सिल गएको छ कि नै, गाडी ठोकिया छ कि नै त्यो चाहिँ हामीले कसरी पत्ता लगाउनु पर्छ भन्दाखेरि ल हेर्नुस् पहिला चाहिँ हामीले बोनट खोल्ने, त्यसपछि हामीले बोनट उचाल्छौँ अनि यता देख हेर्नु यो सिल चाहिँ चारैतिर हुनु पर्यो हैन। यो सिल चाहिँ आउट हुनु भएन। यदि यो सिल चाहिँ तपाईको गाडीको गएको छ, तपाईले किन्न लागेको गाडीको गएको छ भनेपछि तपाईको गाडी चाहिँ कतै ठोकिया छ, कतै पल्ट्या छ भन्ने कुरा तपाईले बुझ्नुपर्छ। त्यसपछि आयो अर्को, यता देख न। त्यसपछि रह्यो अब इन्जनको कुरा। इन्जन पनि तपाईले किन्न लागेको गाडीको ठिक छ कि छैन। यदि तपाई नयाँ मान्छे हुनुहुन्छ भने तपाईलाई चाहिँ थाहा हुन्न गाडीको इन्जन कस्तो राम्रो हुन्छ, कस्तो गा हुन्छ हैन, तपाईलाई थाहा त हुन्न। यो पनि चेक गर्ने एकदम सिम्पल तरिका छ। ल पहिला चाहिँ हामीले गाडी स्टार्ट गर्नुपर्ने हुन्छ त्यसको लागि हैन। क्लच दाब्यौँ हामीले अनि गाडी स्टार्ट गर्दाखेरि 2 सेकेन्डसम्म काँटा तलमाथि हुन्छ। स्टार्ट गर्यौँ हैन, गाडी न्युट्रल राखेर। अनि तपाईहरुले चाहिँ इन्जन ठिक छ कि नै भन्ने कुरा कसरी पत्ता लगाउनु पर्छ भन्दाखेरि यो गाडीको यो मोबिल चाहिँ चेक गर्ने ठाउँ हैन। त्यसलाई तपाईले निकाल्नु भयो भनेपछि यदि त्यसबाट तपाईले यहाँ औला लगाउनुस्। यहाँ औला लगाउँदाखेरि तपाईको औलामा यदि मोबिलको छिटा आउँछ र यहाँबाट धुवा फाल्छ भनेपछि तपाईको गाडीको ब्याक कन्डिसन छ। ल यदि तपाईहरुको गाडीमा तपाईले चेक गरेको, तपाईहरुले किन्न लागेको गाडीमा यो सबै कुरा ओके छ, सबै कुरा राम्रो छ, सबै कुरा नर्मल छ भने तपाईहरुले चाहिँ त्यो गाडी चाहिँ लिन सक्नुहुन्छ। अब त्यसको चाहिँ मूल्य गर्नुस् के हुन्छ कसो हुन्छ, टायर हेर्नुस्, त्यसको सर्भिस कहिले भयो, डिस्प्याडहरु सबै चेक गर्नु होला हैन। त्यो अनुसारले चाहिँ गाडीको भ्यालुएसन गराएर तपाईहरुले आफूलाई आइडिया छैन भनेपछि कुनै ग्यारेजमा लगेर कुनै सर्भिस सेन्टरमा लगेर तपाईहरुले चाहिँ आफूलाई आइडिया छैन भने चाहिँ त्यता पनि लगेर चेक गराउन सक्नुहुन्छ त। मैले चाहिँ तपाईहरुले यो बेसिक कुरा नर्मली मोटो कुरा जस्तो कि गाडी किन्दा चाहिँ के कुन कुराको ध्यान राख्नु पर्यो त्यो मात्र आज मैले तपाईहरुलाई सिकाएको। अरु तपाईहरुलाई के जानकारी चाहिन्छ भनेपछि सम्झिनुस्, गणेश मोटर जिन्दाबाद।